अब सबैभन्दा पहिला चाहिँ बाइजेन्टिन एग्रिमेन्ट प्रब्लम भनेको चाहिँ के हो त? अब हाम्रो चाहिँ मानौँ कि हाम्रो डिस्ट्रिब्युटेड सिस्टममा चाहिँ मल्टिपल कम्प्युटर र मल्टिपल प्रोसेसहरू रन भइरहेको छन् सर्टेन एउटा अपरेसन पर्फर्म गर्नलाई। अब तिनी प्रोसेसहरूमा चाहिँ हाम्रो कुनै एउटा प्रोसेस चाहिँ फल्टी छ मानौँ। अब त्यो फल्टी प्रोसेसको एक्जिस्टेन्स हुँदै पनि जो हाम्रो करेक्ट नन फल्टी प्रोसेसहरू छन् तिनीहरूले चाहिँ मिलेर चाहिँ करेक्ट डिसिजन कसरी लिन्छन् त? त्यही नै हामीहरूको बाइजेन्टिन एग्रिमेन्ट प्रब्लम भयो। अब हाम्रो चाहिँ सबभन्दा पहिला एग्रिमेन्ट ह्याप्पन हुनको लागि चाहिँ दुईटा कन्डिसनहरू छ। एउटा या त हामीहरूको टोटल नम्बर अफ प्रोसेस चाहिँ ग्रेटर देन 3k+1 हुनु पर्यो, जसमा k भनेको चाहिँ नम्बर अफ फल्टी प्रोसेस हो, अथवा हाम्रो चाहिँ नन फल्टी प्रोसेसको नम्बर चाहिँ मिनिमम 2k+1 हुनु पर्यो। अब हामी एज्युम गर्छौँ सबभन्दा पहिला मानौँ कि हामीसँग चाहिँ 4वटा प्रोसेसहरू छन्, तिनीहरूमध्ये एउटा चाहिँ हामीहरूको फल्टी प्रोसेस छ। अब सबैभन्दा पहिलो स्टेपमा चाहिँ जो हाम्रो नन फल्टी प्रोसेसहरू छन् तिनीहरूले चाहिँ युनिक भ्याल्यु सेन्ड गर्छन् बाँकी सबै प्रोसेसहरूलाई, र फल्टी प्रोसेसले चाहिँ ऱ्यान्डम भ्याल्यु सेन्ड गर्छ। अब यहाँ चाहिँ हाम्रो P1ले चाहिँ सबैले 1 सेन्ड गर्छ, P2ले चाहिँ 2 सेन्ड गर्छ, P3ले चाहिँ सबैलाई ऱ्यान्डम भ्याल्यु सेन्ड गर्छ, किनकि हाम्रो P3 भनेको नै फल्टी प्रोसेस मानेछौँ। फेरि P4ले चाहिँ सबैलाई 4 सेन्ड गरिरहेको छ। अब हामीले चाहिँ सिम्पली इजी होला भनेर P1को लागि 1, P2को लागि 2 र P4को लागि 4 भ्याल्यु लिएको हौँ, जे पनि लिन पाइयो एज अ इक्जाम्पल। त्यसपछि चाहिँ हामीले चाहिँ अब के गर्छौँ भने चाहिँ जो सबै भ्याल्युहरू छन् त्यो सबै भ्याल्युलाई कम्बाइन गर्छौँ र तिनीहरूलाई चाहिँ भेक्टरको रूपमा स्टोर गर्छौँ। कसरी कि अब हाम्रो P1 प्रोसेस छ, P1 प्रोसेसले के भ्याल्युहरू पाउँछ त? P1 प्रोसेसले पहिला 1 भ्याल्यु पाउँछ, त्यसको आफ्नो भ्याल्यु। त्यसपछि प्रोसेस 2बाट 2 पाउँछ, फेरि प्रोसेस 3बाट चाहिँ त्यसले हाम्रो यता Z पाइरहेको छ, हामी हेर्न सक्छौँ यता Z पाइरहेको छ P1ले। फेरि P4बाट चाहिँ 4 पाउँछ, त्यसरी नै P2 अनि P3 अनि P4 यसरी नै लेख्यौँ। P3को चाहिँ हामीले 1 2 3 4 लेखेका छौँ। 1बाट 1 पायो, 2बाट 2 पायो, र 3 भन्नाले त्यो आफै भयो, त्यो आफैबाट चाहिँ त्यसले 3 पायो, फेरि 4। यसरी हामीले सबैको भेक्टरको टर्ममा लेख्यौँ। त्यसपछि अब के हुन्छ भने चाहिँ इच प्रोसेसले चाहिँ एकअर्कालाई चाहिँ आफ्नो इन्टायर भेक्टर चाहिँ सेयर गर्छ। P1ले चाहिँ P2लाई सेयर गर्छ, फेरि P1ले P3लाई P4लाई सबलाई सेयर गर्ने भयो कि एकअर्कालाई सेयर गर्ने भयो। अब हामीले चाहिँ सेयर गर्दाखेरि चाहिँ हामीले जो नन फल्टी प्रोसेसहरू छन् तिनीहरूको मात्रै लेख्छौँ। अब हाम्रो P1ले चाहिँ के पाउने भयो त? P1ले चाहिँ एउटा भेक्टर P2बाट पाउँछ, अर्को भेक्टर P3बाट पाउँछ र अर्को भेक्टर चाहिँ P4बाट पाउँछ, तिनीहरूको आफ्नो आफ्नो भेक्टर पायो। अब P2ले चाहिँ हाम्रो चाहिँ एउटा P1बाट पाएको छ 1 2 Z4, फेरि P3बाट चाहिँ हामीले के लेखेका छौँ 1 2 3 4 लेखेका छौँ, हामी हेर्न सक्छौँ। सबैमा चाहिँ हामीले ABCD EFGH IJK यस्तो टर्ममा चाहिँ हामीहरूले लेखेको छौँ, यसरी लेखेको। यसमा चाहिँ अब हामीले चाहिँ सबै युनिक भ्याल्युहरू हुनुपर्छ। हामीले यता एच थियो, यता पनि एच लेखेको रहेछौँ, सो हामी यता चाहिँ एल लेख्यौँ। सो P4ले चाहिँ एउटा P1बाट 1 2 Z4 पायो, P2बाट चाहिँ 1 2 Y4 पायो, र P3बाट चाहिँ IJ र K र L पायो। यसमा हामीले के गरेछौँ भनेपछि हाम्रो चाहिँ जो फल्टी प्रोसेस थियो P3 त्यसले चाहिँ सबैलाई ऱ्यान्डम भ्याल्युहरू दिइराखेको हुन्छ। अनि यसमा चाहिँ P3ले चाहिँ 1 2 3 4 पाएको छ भनेर हामीले लेखेका छौँ होइन। अनि P3बाट चाहिँ यिनी सबै P2 P1 P4ले चाहिँ फेरि हाम्रो ऱ्यान्डम भ्याल्यु नै पाउने हुन् कि, यो 1 2 3 4 लेख्ने होइन कि ऱ्यान्डम भ्याल्युहरू लेख्ने, जे लेख्दा नि हुन्छ। मैले ABCD EFGH र IJKL लेखेको छु। त्यसपछि चाहिँ अब हामीसँग सबै प्रोसेससँग चाहिँ 3-3वटा भेक्टरहरू भयो होइन। अनि हामीले प्रोसेस 3बाट चाहिँ 12वटा युनिक भ्याल्युहरू पनि पायौँ। 12वटा युनिक भ्याल्यु पायौँ हामीले प्रोसेस 3बाट। त्यसपछि अब के हुन्छ भनेपछि हाम्रो इच प्रोसेसले चाहिँ आफ्नो जो नयाँ भेक्टरहरू छन् नि तिनीहरूलाई एक्जामाइन गर्छ। जो चाहिँ मेजोरिटी भ्याल्युहरू छन् त्यो चाहिँ हाम्रो रिजल्ट भेक्टरमा आउँछ, जो चाहिँ मेजोरिटी छैन त्यता चाहिँ हामीहरूको चाहिँ अननोन भनेर हामीहरू मार्क गर्छौँ। र सबभन्दा पहिला P1को लागि फर्स्ट पोजिसनमा हाम्रो 1 मेजोरिटी छ, फेरि सेकेन्डमा चाहिँ 2 मेजोरिटी छ, तर थर्डमा चाहिँ कुनै पनि मेजोरिटी छैन, सो थर्ड पोजिसन चाहिँ हामी अननोन भनेर मार्क गर्छौँ। फेरि फोर्थमा चाहिँ 4 छ। त्यस्तै P2को लागि पनि सेम, हामीहरूको P2को लागि पनि 1 नै मेजोरिटी छ, अनि 2 मेजोरिटी छ सेकेन्डको लागि, थर्डको लागि कुनै पनि छैन अननोन भयो, फेरि फोर्थको लागि 4 मेजोरिटी। सेम P4मा पनि हामीहरूको फर्स्टमा चाहिँ 1 मेजोरिटी छ, सेकेन्डमा 2 मेजोरिटी छ, थर्डमा चाहिँ कुनै पनि मेजोरिटी छैन, र फोर्थमा चाहिँ 4 मेजोरिटी छ। सो हाम्रो P1को लागि रिजल्ट भेक्टर भनेको चाहिँ 1 2 अननोन 4, P2को पनि त्यही, अनि P4को पनि हाम्रो त्यही हुन्छ।
सो हाम्रो फाइनल रिजल्ट भेक्टर भनेको चाहिँ 1 2 अननोन र 4 आयो। यसरी हाम्रो चाहिँ लास्टमा चाहिँ हाम्रो जो रिजल्ट भेक्टर छ त्यसमा चाहिँ हाम्रो चाहिँ नन फल्टी प्रोसेसहरूको चाहिँ भ्याल्यु आयो र जो फल्टी प्रोसेस छ त्यसको भ्याल्यु चाहिँ अननोन भएर आयो र यसरी चाहिँ हामीहरूको चाहिँ फाइनल एग्रिमेन्टमा चाहिँ हामी यसरी पुग्यौँ, जसमा चाहिँ हाम्रो डिसिजनमा चाहिँ हाम्रो नन फल्टी प्रोसेसहरूको भ्याल्यु मात्रै एभाइलेबल छ। जो चाहिँ फल्टी प्रोसेस छ त्यसको त भ्याल्यु नै अननोन छ। त्यसको भ्याल्यु नै अननोन छ भनेपछि त्यसले प्रोसेसमा कुनै पनि किसिमको बिगाड गर्न सकेन। सो इन दिस वे हाम्रो चाहिँ बाइजेन्टिन एग्रिमेन्ट प्रब्लम चाहिँ यस अनुसार चाहिँ सल्भ भयो।